काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीलाई एक युवकले हातपात गरेका छन्। मंगलबार बिहान बानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजिरहेका एक पुरुषलाई आकाशे पुल प्रयोग गरेर बाटो काट्न आग्रह गरेकी थिइन्। त्यसै क्रममा ती पुरुषले महिला प्रहरीमाथि हातपात गरेका हुन्। सार्वजनिक भएको भिडियोमा महिला ट्राफिक प्रहरीले घटनाका क्रममा आफ्नो घडी समेत फुटाइदिएको बताएकी छन्। घटना लगत्तै प्रहरीले ती युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका 2 घर भई हाल काठमाडौँ महानगरपालिका 10 बानेश्वरमा बस्दै आएका 27 वर्ष राज कठायत हुन्। घटनामा पक्राउ परेका राज कठायतमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। बानेश्वर जस्तो व्यस्त सड़कमा पैदल यात्रुले जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले आकाशे पुल तथा तोकिएको बाटो प्रयोग गर्न आग्रह गर्दै आएको छ। सड़क पार गर्ने क्रममा ट्राफिक प्रहरीको निर्देशन पालना गर्नुका साथै प्रहरीमाथि हातपात वा दुर्व्यवहार गर्नु कानून विपरीत हुने भएकाले शान्त भएर नियम पालना गर्न प्रहरीले आग्रह गरेको छ। Extreme Energy Drink